Guys, welcome to my new vlog of the new year 2026. I want to wish you all very joyful new year of this. के भन्छ थाहा छैन त्यहाँदेखि र हामी चाहिँ यहाँ चाहिँ ट्रेकिङमा निक्लिसकेको छौँ। हाम्रो चाहिँ अलिक यो पालि चाहिँ पिकनिकको अलिक प्लान थिएन र प्लानहरू सबै पोस्टपोन भएर चाहिँ हामी चाहिँ अकस्मात भन्छ के भन्छ त्यसलाई अचानकै प्लान बनाएर चाहिँ ट्रेकिङको लागि निक्लेको थियो हैन। अहिले हामी निक्लिरहेको छौँ र हामी चाहिँ अन्त टोटल हामी कतिजना छ वी आर टोटल 15 पिपल्स आउट हियर र हामी चाहिँ एकदमै गाइस हिँड्ने बानी हराएछ। सो थाकिङ सो लङ भिडियो बनाउँदैछु। बिचमा चाहिँ मेरो 1 वर्ष चाहिँ यसपालि मैले एउटा पनि भ्लग बनाइनँ हैन। बिचमाबाट मैले एकैचोटि छोडेको थिएँ बिकज अलिकति पढ्नुमा सिरियस भएको थिएँ गाइस। सिरियस हुन्छ नि एकदम पढ्नुमा ध्यान दिँदै थिएँ र मैले बनाइनँ। तर अब चाहिँ म बनाउँछु कन्टिन्यू भिडियो होला है। तर न्यू इयर रिजोल्युसन पहिलाको नि भ्लग डल्लै बनाउँछु भनेको थिएँ तर बनाइनँ। एन्ड आई हेभ वान लिटल सरप्राइज फर यु गाइज। म अलिक बादमा रिभिल गर्छु हो। म मोटी पनि भएको छु गाइज अहिले धेरै पहिलाको भन्दा। सो लेट्स मेक आफ्टर समथिङ। तपाईँहरूलाई चाहिँ म घाँस चिनाउँछु होइन। पहिला चाहिँ चाइल्डहुडमा हामीले काटेको भाउजू यो भन्नु त सबले चाहिँ घाँस के हो। सो यो चाहिँ गगला त हो होइन। यो चाहिँ गाई हाम्रो गाईको चाहिँ फेभरेट घाँस हो होइन। अन्त त्यहाँदेखि चाहिँ यो घाँसको चाहिँ हामी त्यो लोक्ती बनाउँछौँ। लोक्तीको घाँस हो भन्छौँ हामीलाई। पहिलातिर चाहिँ हामीलाई यो इङ्कमा युज हुन्छ भनेर युज गर्थ्यो तर हेर्नुलाई यसबाट इङ्कै आउँछ साँच्ची नै है। गर्थ्यो नि इङ्क बनाउँथ्यो बनिँदैन थियो है। हामीलाई चाहिँ त्यसो भन्नुहुन्थ्यो घरबाट होइन। यहाँ चाहिँ हामी यो जङ्गलमा चाहिँ हामी दाउरा खोज्नु घाँस काट्नु। अब गाइस हेर्नु नि अब समय चाहिँ कस्तो बद्ल्यो। त्यही त ट्रेकिङ भनेर चाहिँ हिँड्छ भने यही जङ्गल चाहिँ हामी दिनमा 3 खेपहरू हिँड्थ्यो होइन घाँस दाउरा गर्नु। अहिले चाहिँ यही बाटोलाई चाहिँ हामी ट्रेकिङ भनेर नाम दिइसक्यौँ। धन त्यसमा चाहिँ डोकोको बदली चाहिँ यो ब्याग छ त्यति फरक छ गाइस। यो पहिलातिर यही बाटो आउँदाखेरि घाँस काट्न 2-3 भारी आउँथ्यौँ होइन। अहिले हेर्नु त ट्रेकिङको नाम दिँदैछौँ। मानिसहरूले भारी उयो गर्नुहुन्थ्यो मलाई ठेलिदिनुहुन्थ्यो। यिनीहरूलाई त के हो याद पनि छैन। त्यही त हाम्रो दुःख है मान्छेले घाँस चिनाइदिनु नि। निगुरोको घाँस चिनाइदिनु नि निगारेको। 1-2 वर्ष 1-2 खेप भयो भने काट्यौँ नि त। योलाई चाहिँ कन्चिर्नो भन्छ। यो चाहिँ खोले चाहिँ एकदम बेस्ट हो। साह्रै अप्ठ्यारो ठाउँमा आउँछ। यसलाई चाहिँ असारे भन्छ। यसको दाउरा चाहिँ एकदम दामी हुन्छ। अन्त यो चाहिँ पानी लर हो। यो चाहिँ हाम्रो आमाले चाहिँ यसले चाहिँ एकैछिनमा घाँस पुऱ्याइदिनुहुन्छ। मिठो हुन्छ। दिदी नगर्नु है तपाईँको उयो याद छ होला नि। After 1 hour of very painful trek, we have finally reached our destination. Yay! Say again. Yeah, destination. So यो बाटो चाहिँ हामी आएको र यो चाहिँ धुप्पी गाडी। इन इङ्ग्लिस वी से पाइन गाडी। अन्त हामी चाहिँ 3 रातिको धुप्पी गाडी जान आँटेको थियो तर 4 राति नै आइपुग्यो। उमा चाहिँ हामी नयाँ बेङ्गली टुरिस्ट पनि बोकेर आइसकेको छौँ र गाइस यो चाहिँ पाइनको ट्री हो हेर्नुहोस् त। इट्स सो गुड न। म चाहिँ भोलि पछि मेरो फ्युचरमा साथीहरू चाहिँ यहीँ घुमाउनु ल्याउँछु। साइट सिनहरू चाहिँ यहीँ छ दामी दामी। भाउजू ससुरालीको यस्तो दामी साइट सिनहरू देख्दा कस्तो लाग्यो? खुसी त लाग्छ त। यस्तो राम्रो नन्दहरू पाएपछि खुसी नलागेर के लागोस्। गाइस हामीले चाहिँ सक्कुनी नन्द हामीले चाहिँ यति बेसी डराएर राखेको छ कि भाउजूलाई चाहिँ डोमेस्टिक भाइलेन्समा राखेको छ। चुप पनि गर्नु न हाम्रो छेउमा हो कि होइन? म डराउनेवाला छुइनँ। हामीले चाहिँ हाम्रो भाउजूलाई कसरी डराएर राखेको छ यहाँ हेर। किन हाम्रो सबै कुरा मान्नुहुन्छ? यहाँ अन्जु छोड अन्जु छोड। ल यसरी हुन्छ कि भन्नुहुन्छ कि हुन्न? भन्नुहुन्छ कि हुन्न? गाइस हामी चाहिँ यसो डर देखाएको छ। अहिले चाहिँ क्यामेरामा अलिक छिटो भाउजूको एकदम जोस आएछ हो। अलिक हिम्मत आयो अरे र हामी चाहिँ डेस्टिनी पुग्नु आँटेको छ। अब खाना खान्छौँ हामी। मिठो कुराहरू ल्याएका छौँ। गाइस आइफोन जस्तै भिडियो आउँदैछ। माथि चाहिँ
गाइस र यहाँ चाहिँ भाइ तिम्रो नाम के अरे आकर्षण हाम्रो भाउजूको रिलेटिभ्स हुनुहुन्छ र यहाँ चाहिँ हामी अहिले बसिरहेको छ यहाँ चाहिँ हाम्रो कान्छी फुपूको छोरी हुनुहुन्छ र यहाँ मेरो भाइ छ र अब चाहिँ हामी लन्चतर्फ गइरहेछौँ गाइस मेरो फोनमा चाहिँ 9% चार्ज मात्रै छ त्यसैले म जति सक्दो भिडियो बनाउँछु भएन भने चाहिँ आयो न यहाँ चाहिँ लड्न आँटिसक्यो मान्छेहरू यहाँ दिदी चाहिँ कोनी के धुप्पीको के लागेछ हाँसे हुनुहुन्छ हो उयाँतिर तलतिर धत्रुहरू भेट्नु भएको थिएन होला नि दिदी उहाँ दुईजना चाहिँ सँगै हिँड्नुहुँदै थियो के चाहिँ खानु हो यस्तो नराम्रो नानीहरू कान बन्द गर यस्तो कुराहरू सुन्नु हुँदैन कान बन्द गर नलागेको थियो कि उसले लागाएको थियो म चप्पल मागिरहेको छु गाइस सिस्टर ब्रदर लभ आएको यहाँ चाहिँ लाइक क्रिम वक इज गोइङ अन सरदार चाहिँ यहाँ हुन्छ बैदार काम लाउने काम चाहिँ गर्नु छैन सब ठगेर यहाँ सबै मैले गरेको मैले उयो गर्दैछु ल भाइ छोरा त अगाडि सुधार्छ अगाडि हट यहाँ चाहिँ काम गरेको देखाउनु मात्रै हुँदैछ अहिले त भने नगरेर चाहिँ नि गाइस समारोह भइसकेको छ र दीप आलोचित गर्नुहुनेछ हाम्रो सरिताले गर्नु भइसकेको छ र यहाँ चाहिँ सिनियर मोस्ट चाहिँ अलिक काम नगर्नुलाई चाहिँ माथि 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 बस्नु हुँदैछ यहाँ चाहिँ हाम्रो आगो सल्किसकेको छ र यो चाहिँ हाम्रो अर्ग्यानिक दाउरा हो गाइस ल न भाउजू मजाले हालिदिनु ल ल Pole dance, guys, pole dance. मेरी नाइक माना लन्च प्रिपेयर हुँदैछ अन्त हामी चाहिँ यहाँ आगो बाल्नुलाई आगो बाल्दैछौँ यहाँ खाजा आउँदैछ झालमुरीहरू त के होइन मेरो फोनमा 1% छ अब यति नै होला मैले भिडियो बनाएको झालमुरी हो हाम्रो आजको